तपाईँको प्रत्येक दिनमा 20 जनाले सुसाइड गरिरहेछ नेपाल। हेर्नुहोस्, नेपाल श्रीलङ्कापछि दोस्रो देशमा पर्छ सुसाइड गर्ने। ओके, भन्छ इट्स अ भेरी डिफिकल्ट अनि इट्स एकदमै क्रुसल छ के अहिले पनि हामीले। र सुसाइडको पछाडिको 90% चाहिँ मेन्टल हेल्थ कजेस अफ कारण चाहिँ के छ त भन्दा 90% मानसिक समस्या भएर सुसाइड गरेका छन्। उसले बेलैमा काउन्सेलिङ सिक गर्ने राइट, अथवा मेन्टली अलिकति ऊ डिस्टर्ब छ भने यो डिस्टर्ब हुँदाखेरि चाहिँ बरु सर्भिस लिन पो सक्छु कि मैले, होइन मैले एक्सपर्टको सर्भिस लिएँ भने म रिलिफ हुन्छु भनेर यदि सोचेर त्यो सर्भिसहरू लिन खोजेको भए चाहिँ सायद धेरै रेट कम हुन्थ्यो होला, त्यो रेट कम हुन्थ्यो होला। डेफिनेटली नि। त्यो त यदि 1 सेकेन्ड मात्र उसलाई डाइभर्ट गर्नु, किन एउटा सुसाइडको पछाडि नि सर कम्तीमा नि मान्छेले 25-26 पटकसँग रिसर्चले त्यो देखाउँछ अटेम्प्ट गरे हुन्छ, उसले प्रयास गरे हुन्छ।